ल गाइस सम्पूर्णमा नमस्कार। आज चाहिँ मेरो छोरोको बर्थडे पर्न गएकोमा आज चाहिँ हामी केक काट्दैछौँ हैन। अब एकदम छोरोलाई चाहिँ अब केक काट्ने भन्ने बित्तिकै एकदम खुसी हुन्छ। त्यही भएर चाहिँ हामी आफ्नो फ्यामिली बसेर चाहिँ पुरै गर्मी छ एकदमै, त्यो भएर नि आफ्नो फ्यामिलीहरू मात्र बसेर चाहिँ छोरोको केक काटिदिँदैछौँ हैन। एकदम खुसी भइरहेको छ। दुइटै छोराहरू एकदम खुसी भइरहेको छ। आजबाट चाहिँ छोरो नि 3 पुरा पुगेर 4 मा लाग्यो। एकदम ह्याप्पी खुसी भइरहेको छौँ। त्यही भएको कारणले गर्दाखेरि नि हजुरहरूले चाहिँ मेरो छोरोको जन्मदिनलाई चाहिँ एकदम शुभकामना दिनुहुने सम्पूर्ण महानुभावहरूमा चाहिँ धेरै धेरै धन्यवाद, एकदम प्रकट आभार व्यक्त गर्न चाहन्छु। जन्मदिनको शुभकामना दिनुभएकोमा हजुरहरूले एकदम खुसी भएर चाहिँ छोरोले आज केक काटेर एकदम रमाइलो गरेको छेडको चाहिँ यो तस्बिरहरू मैले यहाँ प्रस्तुत गरेको छु हैन। हजुरहरूलाई के कस्तो लाग्छ यसो हेरेर साथ दिएर लाइक कमेन्ट गरिदिनु होला। आज चाहिँ छोरोको बर्थडेलाई चाहिँ हामीले राम्रोसँग सम्पन्न गरेको छौँ। एकदम गर्मीको बावजुदको कारण चाहिँ हामी चाहिँ आफ्नै फ्यामिली बसेर मात्र छोरोलाई बर्थडे मनाइदिएको। त्यही भएको भएर नि हजुरहरू सबले शुभकामना दिनुभएकोमा चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हजुरहरूको यो मायालाई चाहिँ एकदमै मनमा राखेर हजुरहरूलाई एकदम विशेष गरेर चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु म। अब हजुरहरूले चाहिँ यही अब भिडियो हेरेर चाहिँ रमाउनु होला भन्न चाहन्छु। ओके, यस्तै छ आजको प्रस्तुति। ओके, बाई बाई भन्न चाहन्छु। बाई सम्पूर्णमा नमस्कार।